हाम्रो पहिलो प्रश्न यस प्रकार रहेको छ। होन्डुरसमा पहिलो महिला राष्ट्रपतिका रूपमा निर्वाचित महिला नेत्री को हुनुहुन्छ? यसको सही उत्तर रहेको छ सियोप्रा क्यास्ट्रो। त्यस्तै गरी दोस्रो प्रश्न रहेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एसएमएस गेटवे सेवाको सुरुवात कहिलेदेखि गरेको हो? यसको उत्तर रहेको छ विक्रम सम्वत 2078 साल पुस 7 गते। सेवाग्राही र सेवा प्रदायकलाई सूचना प्रविधिसँग जोड्दै सरकारी सेवा प्रदायकले प्रदान गर्ने सेवाबारे समयमा सुसूचित गर्ने उद्देश्यले सरकारले यो सेवा सुचारू गरेको हो। हाल महान्यायाधिवक्ताको कार्यालय, यातायात व्यवस्था विभाग र बागमती प्रदेश अन्तर्गतको श्रम रोजगार तथा यातायात मन्त्रालय उक्त सेवा प्रदान गरेको हो। त्यस्तै गरी तेस्रो प्रश्न रहेको छ। थामी सङ्ग्रहालय कहाँ निर्माण गर्न थालिएको छ? यसको उत्तर रहेको छ दोलखामा। थामी जातिको उद्गम थालोका रूपमा मानिएको दोलखाको रङ्गनाथथिलीमा सो सङ्ग्रहालय निर्माण गर्न थालिएको हो। सङ्ग्रहालयसँगै अत्यधिक थिएटर, भूपेन स्थान, ध्यान केन्द्र, ओपेरा स्थल, पाहुना घर, बगैँचा, फाउन्टेन पार्क लगायतका संरचना पनि बनाइनेछ। त्यस्तै गरी चौथो प्रश्न रहेको छ। ल्याटिन अमेरिकी मुलुकको सबैभन्दा कान्छो राष्ट्रपतिका रूपमा निर्वाचित राजनीतिकर्मी को हुन्? यसको उत्तर रहेको छ गोबियल बोरिक। त्यस्तै गरी लागु पाँचौँ प्रश्न हाम्रो यस प्रकार रहेको छ। भारतीय कृषकद्वारा 1 वर्ष लामो आन्दोलन कहिलेदेखि रोक्ने निर्णय गरिएको छ? यसको उत्तर रहेको छ सन् 2021 डिसेम्बर 11मा। यसको बारेमा भन्ने हो भने सरकारले तिनीहरूका मागमाथि छलफल गर्ने र उत्पादनको सही मूल्यको ग्यारेन्टी गर्ने वचन दिएपछि कृषकले प्रदर्शन रोक्ने निर्णय गरेका थिए र सरकारले विवादास्पद कृषि सुधार कार्यक्रम त्याग्ने बताएको करिब 1 सातापछि भारतीय किसानले 1 वर्ष लामो सामूहिक विरोध प्रदर्शन पनि रोकेका थिए। लगौँ छैठौँ प्रश्न रहेको छ। नेपालका कुन संरक्षणविदलाई डल्फिन सेलिब्रेटी भनेर चिनिन्छ? यसको उत्तर रहेको छ भोजराज श्रेष्ठ। र सातौँ प्रश्न रहेको छ। सामाजिक अभियानका सन्दर्भमा आमा घर भन्नाले के बुझिन्छ? यसको सही उत्तर रहेको छ जोखिममा परेका सडक बालबालिकाका लागि कर्णाली प्रदेशले सञ्चालनमा ल्याएको घरलाई हामीले आमा घर भनेर बुझ्न सकिन्छ। त्यस्तै गरी आठौँ प्रश्न रहेको छ। गुरिल्ला अफ टाइम भनी केलाई बुझिन्छ? यसको उत्तर रहेको छ फिडेल क्यास्ट्रोको जीवनीमा आधारित पुस्तक। र 9औँ प्रश्न रहेको छ। प्रदेश 1 को प्रादेशिक मूल नारा के हो? यसको उत्तर रहेको छ स्वच्छ, सुखी र समुन्नत प्रदेश। र 10औँ प्रश्न रहेको छ। अमेरिकामा जातीय विभेद विरुद्ध 1950-60 को दशकमा सञ्चालित अभियानलाई के भनिन्छ? यसको सही उत्तर रहेको छ सिभिल राइट्स मुभमेन्ट। त्यस्तै गरी हाम्रो 11औँ प्रश्न यस प्रकार रहेको छ। सर्वप्रथम मदन पुरस्कार प्राप्त गर्ने विक्रम सम्वत 2013मा स्रष्टा को हुनुहुन्छ? यसको उत्तर रहेको छ सत्यमोहन जोशी, चित्तरञ्जन नेपाली र बालराम जोशी। मदन पुरस्कारको स्थापना विक्रम सम्वत 2012मा भएको हो र मदन पुरस्कार प्राप्त गर्ने पहिलो उपन्यास चाहिँ मन थियो, जुन चाहिँ सन् 2014मा स्थापना भएको हो। त्यस्तै गरी 12औँ प्रश्न रहेको छ। विश्व स्वास्थ्य सङ्गठनले कोभिड-19 विरुद्धको कुन खोपलाई सर्वप्रथम आपतकालीन प्रयोग गर्न अनुमति प्रदान गरे? उसको उत्तर रहेको छ फाइजर। 13औँ प्रश्न हाम्रो यस प्रकार रहेको छ। आर्थिक वर्ष 2075-76मा वायु प्रदूषणको औसत मात्रा 50 माइक्रोग्राम प्रति घनमिटर रहेकोमा 15औँ अवधिक योजना कतिमा झर्ने? यसको चाहिँ सही आन्सर रहेको छ 40 माइक्रोग्राम।
र 14औं प्रश्न हाम्रो यस प्रकार रहेको छ, मानव मुटु प्रत्यारोपण गर्ने प्रथम चिकित्सक को हुन्? यसको उत्तर रहेको छ डाक्टर क्रिस्चियन बर्नार्ड, जुन चाहिँ दक्षिण अफ्रिकाका थिए। यिनी चाहिँ मृत व्यक्तिको मुटु जीवित व्यक्तिमा प्रत्यारोपण गर्ने चिकित्सक चाहिँ कुमुदिताल हुन्। मुटु प्रत्यारोपण प्राप्त पहिलो व्यक्तिलाई चाहिँ वास्कान्सी हुन्। त्यस्तै गरी 15औं प्रश्न रहेको छ, सङ्गीत शिरोमणि भनी यज्ञराज शर्मालाई भनिन्छ भने बद्ध शिरोमणि भनी कसलाई चिनिन्छ? यसको उत्तर रहेको छ उस्ताद गणेशलाल। 16औं प्रश्न रहेको छ, मुटुबाट शरीरका विभिन्न भागमा रगत पुर्याउने रक्तनलीलाई के भनिन्छ? यसको उत्तर रहेको छ धमनी, जसलाई इङ्ग्लिसमा आर्टेरिज भनिन्छ। त्यस्तै गरी लागौँ 17औं प्रश्नतर्फ। 17औं प्रश्न हाम्रो यस प्रकार रहेको छ, प्राकृतिक, सांस्कृतिक र सामाजिक प्रणालीहरू आर्थिक तथा मानवीय क्रियाकलापहरू र यिनका अवयवहरू तथा ती अवयवबीचको अन्तर्क्रिया तथा अन्तर्सम्बन्धलाई वातावरण भनिन्छ भने कुन ऐनमा परिभाषित गरिएको छ? यो भनाइ कुन ऐनमा परिभाषित गरिएको छ? यसको उत्तर रहेको छ वातावरण संरक्षण ऐन 2053 मा। त्यस्तै गरी हाम्रो 18औं प्रश्न यस प्रकार रहेको छ, बेलायत सरकारद्वारा प्रदान गर्ने उच्च सैनिक पद भिक्टोरिया क्रस पाउने पहिलो नेपाली को हुन्? यसको उत्तर रहेको छ कुलवीर थापा। यिनी चाहिँ प्रथम विश्वयुद्धमा वीरता प्रदर्शन गरेका थिए। र 19औं प्रश्न हाम्रो यस प्रकार रहेको छ, सार्कमा हालसम्म कति महिला महासचिव नियुक्त भएका छन्? यसको उत्तर रहेको छ 1। मालदिभ्सकी फतिमात गियाना सायद। र 20औं प्रश्न हाम्रो यस प्रकार रहेको छ, नेपालमा सर्वप्रथम स्थापना भएको औद्योगिक क्षेत्र कुन हो? यसको उत्तर रहेको छ ब्लाजु औद्योगिक क्षेत्र, जुन चाहिँ विक्रम सम्वत 2016 सालमा स्थापना भएको हो। 21औं प्रश्न हाम्रो यस प्रकार रहेको छ, यो सन् 2015 सालको विक्रम सम्वत 2015 सालको आम निर्वाचनमा नेपाललाई कति निर्वाचन क्षेत्रमा विभाजन गरिएको थियो? यसको उत्तर रहेको छ 109। त्यस्तै गरी 22औं प्रश्न रहेको छ, भ्रष्टाचार निवारणका सम्बन्धमा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालमा स्थापित अड्डाको नाम के थियो? यसको सही आन्सर रहेको छ धर्म कचहरी। र 23औं प्रश्न रहेको छ, ग्रिनविच कति डिग्री देशान्तरमा पर्दछ? यसको उत्तर रहेको छ 0 डिग्री। 24औं प्रश्न हाम्रो यस प्रकार रहेको छ, नेपालमा धामी झाँक्रीले गजल हिर्काएर बजाउने बाजालाई के भनिन्छ? यसको उत्तर रहेको छ ढ्याङ्ग्रो। 25औं प्रश्न रहेको छ, महादेवी कसले लेखेका हुन्? यसको चाहिँ मदन भाडी लेखेका हुन्। 26औं प्रश्न रहेको छ, नेपालको एकीकरण अभियानमा काजी कालु पाण्डेले कहाँ वीरगति प्राप्त गरेका थिए? यसको उत्तर रहेको छ कीर्तिपुरमा। 27औं प्रश्न हाम्रो अन्तिम प्रश्न रहेको छ, भन्सार विभागद्वारा निकासी पैठरी सङ्केत नम्बर एक्जिम कोड अनिवार्य गर्ने व्यवस्था कहिले भएको? यसको उत्तर रहेको छ विक्रम सम्वत 2074 साउन 1 गते। साथीहरू, भिडियोलाई 3 दिनसम्म हेरिदिनु भएको धेरै धेरै धन्यवाद।